मुम्बईमा एउटा सडक झगडाले ठूलै रूप लियो, जसमा एक क्रिकेटरको परिवार मुछिएको छ। आउनुहोस् हेरौं के भयो। यो घटनामा पूर्व क्रिकेटर युसुफ पठानका ससुराली पक्षको संलग्नता देखिएको छ। तर यति ठूलो झगडाको कारण के होला? सुन्दा अचम्म लाग्न सक्छ, यो एकदमै सानो कुराबाट सुरु भएको थियो। कुरा सामान्य थियो। भायाखलाको सडकमा जमेको पानी गाडीले उछिट्याउँदा त्यहीँबाट विवाद सुरु भयो। हेर्दा हेर्दै पानीको छिट्टाको कुरा गाडीको सिसा फुट्नेसम्म पुग्यो। पीडित पक्षको भनाइ छ, उनीहरूले माफी माग्दा पनि कुरा मिलेन। कुरा यतिमै सकिएन। परिवार पुलिस चौकी जाँदै गर्दा उनीहरूमाथि नै आक्रमण भयो। 8-9 जनाको समूहले बाँस, बेसबल ब्याट जस्ता हतियारले उनीहरूलाई घेरेर आक्रमण गरे। पीडितका भाइ सलमानका अनुसार आक्रमणकारीले तीनैजनालाई नराम्ररी कुटपिट गरे। आक्रमण कति गम्भीर थियो भन्ने कुरा यो चोटले देखाउँछ। सलमानको हातको हड्डी भाँचिएको छ र डाक्टरले भनेका छन् निको हुन 1 वर्ष लाग्छ। एउटा कुरा प्रश्न पारौं, क्रिकेटर र पीडित दुवैको नाम युसुफ पठान हो, तर उनीहरू फरक व्यक्ति हुन्। आक्रमणपछि पीडित परिवारले प्रहरीमा उजुरी दियो र उनीहरूको उपचार अहिले जे अस्पतालमा भइरहेको छ। उजुरीमा क्रिकेटरका ससुरा खालिद पठान, साला शोएब खान सहित 4 जनाको नाम छ। यी 4 जनामध्ये 3 जनालाई पुलिसले पक्राउ गरिसकेको छ, तर 1 जना अझै फरार छन्। तर कथामा एउटा नयाँ मोड आयो जब एक आरोपीले नै पीडित विरुद्ध उजुरी दिए। अब प्रहरीसँग एउटै घटनाका 2वटा एफआईआर छन्। दुवै पक्षले एकअर्काले आरोप लगाएका छन्। पक्राउ परेका तीनैजनालाई मे 2 सम्म न्यायिक हिरासतमा पठाइएको छ। अब दुई पक्षको उजुरी र सीसीटीभी फुटेजका आधारमा अदालतले कसरी सत्य पत्ता लगाउला?